दर्शकबिन नमस्कार। मेरो नाम नन्दकिशोर ओली। यो परिवर्तन गाउँपालिका भित्र पर्ने रमाइला दृश्यहरू हामी आज यो क्यामेरामा कैद गर्दैछौँ। हाम्रो यहाँ विभिन्न प्रकारका सिस्ने हिमालहरू अथवा पोखरीहरू पुर्खाहरूले आर्जेका बाटाघाटा सबैहरू हामी आज केही कैद गरेर तपाईलाई क्यामेरामा कैद गरेर दृश्यहरू देखाउने प्रयास गर्दैछौँ। अन्तिमसम्म हेरेर सल्लाह सुझावहरू हामीलाई प्रतिक्रियाहरू दिनुहोला। केही यो पोखरीको बारेमा केही जानकारी दिन चाहन्छु हजुरहरूलाई। यो पोखरी हाम्रो पुर्खा पहिलेदेखि यो पोखरी चाहिँ करिबन 100 वर्षभन्दा पुरानो पोखरी हो। यो पोखरीमा विभिन्न प्रकारका चराचुरुङ्गी बन्ने जन्तुहरूले पानी खाने भनेर चाहिँ पुर्खाहरूले र पहिले चाहिँ पानी हाम्रो यो परिवेशमा पानी नभएको कारणले गर्दा यो पानी जम्मा गरेर गाई बस्तुलाई खुवाउने अनि आफू पनि केही लुगा अथवा भाँडाहरू धुनको लागि प्रयोग गर्ने सिस्टम पहिलेदेखि चलिआएको हुनाले हामीहरूले पनि यो पोखरीलाई धेरै गहिराई बनाएर अहिले खनेर धेरै ठुलो बनाएको छौँ। किनकि चराचुरुङ्गी वन्य जन्तुहरूलाई हामी यो पानी प्रशस्तै मात्रामा पिउन योग्य होस् अथवा वन्य जन्तुहरू चाहिँ पानी प्यासमा मर्नु नपरोस् भनेर यो पोखरी निर्माण गरेका हौँ। यिनी यो पहिले ठुलो यो रुखहरू थियो। यो रुखमा चाहिँ हाम्रो दिजुबाजेहरू चाहिँ लरेपिङ लगाएर मजाले खेल्नु हुन्थ्यो रे भन्ने सुनिन्छ। अनि यता अब दृश्यहरू हाम्रो पारी मुर्काटे हिमाल छ। त्यो मुर्काटे हिमालमा अहिले चाहिँ हिउँ धेरै मात्रामा कम भइसकेको छ। दर्शकबिनहरू हेर्नु होला। त्यो हिमालमा भन्ने गरिन्थ्यो कि हिमालमा चाहिँ धेरै हिउँ पर्यो भने चाहिँ हाम्रो बाली भन्छ नि कृषिमा चाहिँ मस्त उब्जनी हुन्थ्यो तर भन्ने पुर्खाले भन्ने गर्नुहुन्थ्यो। अहिले चाहिँ त्यहाँ हिउँ पनि पर्न छोड्यो र हाम्रो बाली पनि थोरै उत्पादन हुन थाल्यो। किनकि अब परिवेश यस्तै छ, वातावरण प्रदूषण छ, जताकतै गाडी मोटर गइसक्यो। हाम्रो यहाँ पनि हेर्नुहोस् है दर्शकबिनहरू, यहाँ हाम्रोमा पनि अब गाडी मोटर आइसकेको छ। यो गाडी मोटर माथि त्यहाँसम्म जान्छ, यता माथि टावर छ। टावरसम्म चाहिँ हाम्रो रोड पुर्याउने लक्ष्य छ। त्यही भएर हामी अब यो सबै बाटोघाटो अब गाडी मोटरले गर्दा चाहिँ वायु प्रदूषण भएर अहिले पानी पनि परेको छैन, बाली नाली उब्जेको छैन। त्यसैले यस्ता पोखरीहरू अलि टन्न मात्रामा धेरै मात्रामा बनाउन सक्यो भने पानी चाहिँ पर्छ। पानी पर्यो भने चाहिँ हामीलाई सबै जीवनमा सजिलै उत्पादन गर्न सकिन्छ र आफ्नो जीवन निर्वाह गर्न चाहिँ सकिन्छ भन्ने यो पोखरीले चाहिँ सन्देश दिन्छ। यो पोखरी चाहिँ हामी सकेसम्म जताकतै पोखरी बाँधेर पानी चाहिँ खेर्ने काम गरौँ भन्ने हाम्रो सन्देश हो। अनि यहाँ चाहिँ रुखहरू छन्, हेर्नुहोस् है कस्तो दामी खर्सीको रुखहरू छ। यहाँ पानी भएर चाहिँ यस्तो रुखहरू राम्रो राम्रो भएको छ। अनि घरहरू छन् यहाँ, डाँडा काँडा छ। अब यो हाम्रो माथि उठेको भाग हो। यो परिवर्तन गाउँपालिका वडा नम्बर 5 राङकोट दाउनीभिरको चाहिँ यो माथिको डाँडा हो। यहाँ धेरै बसेको छ। यहाँ बर्खामा चाहिँ बस्ती हुन्छ, हिउँदामा चाहिँ खासै हुँदैन, तलतिर बस्छ मान्छेहरू। यस्तै हो यताको परिवेश। अब रमाइलो छ जताकतै होइन। बर्खामा चाहिँ घुमघाम गर्न सजिलो हुन्छ, आजकल चाहिँ उराट लाग्छ। त्यही पनि हामी मेकअप गर्दैछौँ, सबै ठाउँहरू बनाउँदैछौँ। अब केही वर्षपछि यहाँ चाहिँ हामी घुम्न लायक ठाउँ बनाउँछौँ होला जस्तो छ। अब आजलाई चाहिँ हामी क्यामेरामा कैद यति नै गऱ्यौँ। फेरि हजुरहरूलाई यो राम्रो लाग्यो भने सल्लाह सुझाव दिनु होला। फेरि मैले सल्लाह सुझाव दिनु होला। र हामी चाहिँ यस्तै परिवेश यहाँको मात्र नभएर अनेक ठाउँको पनि हामीले यो क्यामेरामा कैद गरेर हजुरहरूलाई चाहिँ दृश्य देखाउने छौँ। हजुरहरूले चाहिँ सल्लाह सुझाव दिएर अब प्रतिक्रिया दिनु होला भन्दै म छुट्टिन्छु। बाबा।